हेलो नमस्कार सबैजनालाई आराम हुनुहोला म पनि आराम छु हामी बलिपा बजार छौँ अहिले घुम्न गइरहेको छौँ अब एकैछिनपछि हामी पनौती पुग्छौँ हामी खाने खोला रनबोट राउडमा आएको थियौँ अहिले चाहिँ पनौती 40 छ होइन होला मोटामोटी सामान यो माछा समात है माछा राउडमा खाना धुने होला रातमा आफूले मार्ने रातमा सुहाउने खाने यहाँ उयो जोग्ने राउड माछा मूल खोला राउड गर्मी ठाउँतिर मात्रै छ आजकलदेखि हामी ट्राउड माछा खाएर अब फोटो सेसन गर्दैछौँ ल फोटो सेसन हजुर सर फोटो पनि खिच्नुभयो उहाँले हाम्रो पुरानो ट्रान्सफर हो रामकृष्ण पराजुली भन्ने उहाँ नै हो उहाँको ट्राउड खेल्न आएर आज ट्राउड खेल्न पाएँ खुसी लाग्यो ल अब हामी एकछिन जङ्गल घुम्न जाँदैछौँ जङ्गल सफारी गर्नेछौँ अब हाम्रो मान्छे यता छ मा हो अब गेस्टहरू छ थाम्ने आज अलिक कम रहेछ शनिबार पनि कम रहेछ खाना पनि पानी सकिएर हामी अब जङ्गलतिर यसो घुम्न जान लागेको छौँ अब यहाँ एकदम भाइसहरू अँध्यारो छ बाटोमा हामी अब
अब कस्तो छ के छ हेरेर जाँदैछौँ। पहिला त धेरै जुगा आउँथे है, अहिले आउँदैन होला हो। यो कहाँ निक्ल्यो? हजुर किन्नुहुन्छ कि? लानुहोस् बोल्नु। ल हामीले चाहिँ काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर 1 मा आएर चाहिँ मानेदोबन भन्ने ठाउँमा पुरा ट्राउट माछाको टेस्ट लियौँ। अगाडि दाइहरू हुनुहुन्छ, सानो बच्चा छ। अब यहाँ चाहिँ हामी खानासाना खाएर माछा फ्राईहरू खाएर हो, अनि पुरा यसो जङ्गलको मास्तिर साइडतिर घुम्न हिँडेको छौँ। म भिडियो बनाउँदैछु। असाध्यै राम्रो ठाउँ लाग्यो मलाई चाहिँ। मेरो फर्स्ट टाइम हो यो मानेदोबनको भिजिट। वा ल फुल रहेछ, टिप्नुस् दाइ फुल रहेछ। फुल दिँदै हुनुहुन्छ बाबुलाई। अनि असाध्यै राम्रो ठाउँ छ है, हाइकिङ ट्रेकिङ जानको लागि जस्तै। हजुरहरू पनि आउनु होला समय मिले, बिदाको टाइम मिलाएर। आएपछि भ्याइँदैन, व्यापार बिजनेस हुन्छ, जागिर हुन्छ, रमाइलो पनि गर्नुपर्छ है जिन्दगीमा। पैसा मात्र ठुलो कुरो होइन, पैसा त हो तर पैसा प्लस इन्जोय पनि रहेछ जस्तो हुन्छ महसुस। यहाँ एउटा खोला छ, यहाँ माछा पाइँदैन बाबा। ल हेर्न सक्नुहुनेछ हजुरहरूले। धेरै राम्रो ठाउँ छ, एकदमै भेरी ब्युटिफुल प्लेस। काभ्रे जिल्लाको चाहिँ नि नगरपालिका वडा नम्बर 1 यो मानेदोबन भन्ने ठाउँमा असाध्यै राम्रो छ है मित्रहरू। हजुरहरू आउन सक्नुहुन्छ। ल हामी आमा छोरा हो, दाइहरू अगाडि हुनुहुन्छ। मेरो बच्चालाई फुल दिनु भएको छ आदरणीय दाइले। आज स्याटरडे चाहिँ घुम्ने मौका मिल्यो। दाई भाइहरूलाई भेटघाट, रिफ्रेस भयो। हुन्छ फुल नखसालिसेस् न बाबा। ल हेर्नुहोस् त कस्तो राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको ठाउँ रहेछ। ल हेर्नुहोस् यति राम्रो छ कि होइन, चिसो चिसो मौसम एकदमै धेरै राम्रो। अगाडि हिँड्नुहोस् बाबा, दादा अङ्कलहरूमा पुगिसक्छ। ल कहाँ हो के धेरै राम्रो असाध्यै झन्। त्यो ट्राउट माछा पालेको ठाउँमा त माछा मात्र होइन कि लोकल भालेहरू पनि के खाना पनि त्यत्तिकै स्वादिष्ट, राम्रो, मिठो, तातो तातो होइन, एकदमै मिठो राम्रो छ है। हजुरहरू पनि आउन सक्नुहुनेछ। मैले चाहिँ एउटा छोटो मिठो भिडियो खिचेको हो। बाटो अलिअलि यस्तो पनि छ है। ल हेर्नुहोस् त, ल यता माछा खाएर छ नि। हजुर पौडी खेल्ने बाबु। ल भाइले अब पौडी खेल्ने ठाउँ यस्तो छ है। ल यत्रो बच्चालाई चाहिँ नि पौडी खेल्ने हुँदैन ल है त।
हामी यतिजना आएको छौँ ल बाई हजुरहरू अवश्य आउनुहुनेछ है आउनुहोस् असाध्यै राम्रो छ हजुरहरूले आउनलाई एकदमै आग्रह गर्नेछु मलाई मन परेको भएर दाइको मोबाइल हो यो चाहिँ मैले सानो सानो भिडियो बनाउँछु र बोल्छु दाइ भने उहाँले मलाई मोबाइल दिनुभयो मैले जे अनुभूति लिएँ मैले जस्तो चाहिँ नि हस्त साथीहरू आजलाई यो भिडियो नै अन्त्य गर्न चाहन्छु बाई बाई नमस्कार दाइ हुनुहुन्छ यो जिल्लाको जुत्ता भिजो